गाइज वेलकम टु माई न्यू ब्लग। आयो सबैजना सन्चै हुन्छ र हामी पनि सन्चै छौँ। र गाइज हामी चाहिँ आज स्कुलकै ड्रेसमा छौँ किनभने हामी चाहिँ स्कुल जाँदैछौँ, त्यही भएर आज वेलकम प्रोग्राम छ नि त हाम्रो 11को, त्यही भएर हो। र त्यही त्यस्तै हो गाइज। अब प्रोग्रामको त म तपाईँहरूलाई देखाइ पनि हाल्छु होइन, भिडियो चाहिँ इङ्ग्लिस नेपाली नेपाली शुभ बिहान। आजको दिन खास हुने नै छ र खास नै छ। स्कुल एन्ड कलेज प्रिन्सिपल डाक्टर केशवराज नेपाली। हेलो गाइज, आज हाम्रो कलेजमा वेलकम प्रोग्राम भइरहेछ न्यू फ्रेसर्सहरूको होइन, जुन चाहिँ हामी नि हो होइन। अनि अहिले चाहिँ हाम्रो स्वागत हुँदैछ, उहाँ हेर्न सक्नुहुन्छ। अब एकछिनतिर डान्स भिडियोहरू हुन्छ, त्यसमा पनि हामी देखाउँदैछौँ, तपाईँहरूलाई हेर्दै गर्नुहोला। यहाँ चाहिँ हाम्रो हुनुहुन्छ भ्लग स्टार प्रभावमा चाहिँ हामी चाहिँ यति मात्रै स्टुडेन्टहरू स्कुलमा प्रेजेन्ट भएका छौँ। अरू सबैजना चाहिँ बल्ल बल्ल सुन्न पाउनु भएछ। बन्दुकले मान्छे मार्ला तर विचार मार्दैन, कलमले मान्छे मार्दैन तर नयाँ विचारको उत्पत्ति गर्छ। देशमा क्रान्ति त भयो तर अब युवाहरूले ज्यान गुमाउनु निकै दुःखपूर्ण थियो। शहादत प्राप्त भयो उहाँहरूलाई फेरि यस्तो गर्नु छ क्या मलाई चाहिँ यस्तो गर्मी हुन्छ भनेर सेवा सुविधा लिएको अगाडि नै राम्रो हो त। मेरो साथीहरूले नि दिँदैनन् क्या, कस्तो खालका छन् अलिक। व्यङ्ग्यात्मक कविता डिग्रीको महान यात्रा। डिग्रीको हातमा दिमागको हिरो, बेरोजगार शिक्षित बेरोजगार देशको हिरो। किताबमा ज्ञान छ जीवनमा छैन, यही हो हाम्रो शिक्षा जसको विकल्प छैन। गेटमै बिर्स्यौ। गुरुजी पढाउनुहुन्छ ज्ञान नै ठुलो धन हो, तर डोनेसन नतिरी कहाँ हुन्छ मनको। मेरो छोरा वैज्ञानिक बन्छ भन्छन् बाबामा, अनि स्कुलले सोध्छ फी भर्ने पैसा खोइ मामा। हाम्रो चाहिँ खाने टिकट आइसक्यो। म चाहिँ घर चाहिँ नन्डे खान्छु, भेज। बिजी हुँदैन है कोहीसँग, यति साह्रो हुनु हुँदैन है गाइज। हाम्रो चाहिँ खाने कार्यक्रम चल्दैछ, खाने हामी गाइज सबै नन भेज हो, ऊ चाहिँ भेज हो गाइज।
प्रोग्राम चाहिँ उता चल्दैछ गाइस हामी चाहिँ यहाँ खाँदैछौँ हो कपी कलम हुनुपर्ने तर विडम्बना मोबाइल ल्यापटप छ मोबाइल ल्यापटप पनि एक तरिकाले राम्रो हो तर त्यसको सही यस्तो घाममा बस्नु परिसक्यो हामीलाई अहिलेको जमानामा मोबाइलको प्रयोग धेरै म त्यसलाई नराम्रो भन्न सक्दिनँ हो विद्यार्थी तिमी शक्ति हौ त्यो शक्तिले देशको भविष्य बनाउँछ विद्यार्थी कतिजना उफ्रिनु पर्यो प्रोग्राम कस्तो भयो गाइस भन ओइ प्रोग्राम कस्तो भयो राम्रो भएन
र गाइस अब हामी चाहिँ होइन स्कुलको वेलकम प्रोग्राम सकिवरी चाहिँ अब हामी उता जाँदैछौँ क्याफेतिर। हामी मोमो छोइला जान आँटेको है गाइस। गाइस अब यो च्यानललाई चाहिँ लाइक र सब्सक्राइब चाहिँ गरिदिनु, त्यो चाहिँ अनिवार्य नछुटाउनु। हेर्नु गाइस र बाटो चाहिँ कस्तो राम्रो भएको छ है, अहिले पहिला चाहिँ कस्तो थियो अहिले चाहिँ राम्रो भएको छ। र गाइस हामी चाहिँ यस्तो घाममा जाँदैछौँ, साह्रै घाम छ हेर्नु यो दुइटालाई चाहिँ। गाइस म चाहिँ यस्तो गर्मीले गर्दा घामले गर्दा मुस्लिमको हिजाबै लगाइरहेको छु। दिदीको घर आउनु आँट्यो अरे नि त हौ। हाम्रो साथीको घर चाहिँ आउन आँट्यो। तिमी चाहिँ होइन कि हामी चाहिँ काली भएर केही हुँदैन। र हामी चाहिँ गाइस अब पानी खाँदै सकिन्छ मा भन त फेरि। र गाइस अब चाहिँ हामी जाँदैछौँ, यहाँ हेर्नु यहाँ र गाइस हामी चाहिँ बिर्तामा आइसक्यौँ अहिले। र गाइस अब हामी चाहिँ मोमो छोइरामा आइसकेको छौँ गाइस क्याफे चाहिँ हेर्नु। प्रितिका तिमी फर्स्ट उयो गर त मासु खानुहोस् कि मलाई नखुमाउने। यहाँ चाहिँ गाई भेजको चाहिँ होइन, हामी चाहिँ अब अरू सबै मासु हामी मेरो बोल्ने तरिका चाहिँ खतरा छ होइन। हेर्नु गाइस भ्यू चाहिँ कस्तो राम्रो छ यताको। कता केमा हाल्नु रहेछ भन त। तिमीलाई कस्तो लाग्यो कृष्ण? भेज तिमीलाई? तिमीलाई प्रितिका? गाइस राम्रो मिठो छ। मोमो छोइला क्याफेमा आउँदा चाहिँ यो खानु होला किमा नुडल्स, अनि मोमो छोइला पनि खानु होला। म सेभ नै पकाउँदैछु नि त। गाइस हामीले चाहिँ खानै सकेनौँ, हेर्नु वेस्ट मात्रै भयो। गाइस हामी चाहिँ मोमो छोइला पनि निक्कै सक्यो हेर्नु गाइस हामी सबजना। र गाइस अब चाहिँ हामी यो बिर्ता मोडको उयोमा छौँ होइन, र घर जाँदैछौँ। अब यिनीहरू दुईजना छ अटोमा, हामी दुईजना छुट्टिँदैछौँ गाइस। अब हामी छुट्टिँदैछौँ। यताबाट आऊ है, यस्तो घाम छाता पनि बोकिन छु। र गाइस अब हामी चाहिँ धेरै दिनपछि भेट्नेछौँ। बाई बाई। अब तिमीहरू मेरो भ्लगमा र गाइस अब चाहिँ हामी घर जाँदैछौँ। बाई बाई।
चाहिँ घर आइसकेँ ठ्याक्क 12 बजी घर आइपुग्यो गाइज घुम्यो आज पनि उस्तै थ्याङ्क यू फर वाचिङ दिस भिडियो गाइज र सब्सक्राइब नगरिदिनु भयो भने सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट चाहिँ गरिदिनु होला